नमस्कार, म अमित आचार्य घरदाङ। विगत केही वर्षदेखि आर्थिक रूपमा मैले निकै उतार चढाव भोगेँ। कोभिडको समय अगाडि ब्याङ्कबाट लोन लिएर सुरु गरेको मेरो बिजनेस कोभिडको बेला सबै घाटामा गयो। बिजनेस बचाउन लोन खोज्न सबैतिर हारगुहार गरेँ, तर केही सिप लागेन। धितो राखेको घर जग्गा समेत ब्याङ्कले लिलामीमा राखिसकेका थियो। त्यही बिचमा सुनेको हो मैले यो मोक्षमालाको बारेमा। एकचोटि कोसिस गरी हेरौँ न त भनेर लगाउन थालेँ। बिस्तारै फरक हुँदै गएको महसुस भयो। यस्तोमा खासै विश्वास नगर्ने मान्छेलाई पनि जीवनमा बिस्तारै सबै पोजिटिभ हुँदै गएको फिल भएपछि अहिले यसमा धेरै विश्वास अनि श्रद्धा लाग्छ। ओम गणेशाय नमः। मेरो नाम मङ्गल पुन, पोखरा बस्छु। ट्राभल कम्पनीमा काम हो मेरो बारेमा भन्नुपर्दा 3 वर्ष अघि मलाई पैसाको कुराले निकै समस्या पार्यो। अचानक भइरहेको जागिर गएपछि सबैसँग हेल्प मागेँ। बुढीआमाको औषधि खर्च ठुलै हुन्छ रेगुलर, कतैबाट केही सिप नलाएर एक टाइम त बाँच्न नि मन नलाग्ने जस्तो भएको थियो। त्यही बेला मेरो सालो भाइले श्री मोक्षपीठमा कन्ट्याक्ट गराइदियो अनि गुरुजीबाट यो मोक्षमाला लिएर लाएँ। अहिले बिस्तारै फरक महसुस भएको छ। अहिले अझ राम्रो कम्पनीमा काम पाएको छु, कमाइ नै राम्रो छ भनौँ।